हेलो फ्रेन्ड्स, स्वागत छ तपाईलाई मेरो फेरि नयाँ भिडियोमा। अब दुईटा हात जोडेर ढोग्न त सकिने, एउटै हातले छड्के सलाम छ मायालाई। अनि यो चाहिँ हाम्रो दाइ हो। यो दाइ चाहिँ कस्तो खालको गाँडे दाइ हो भने यसले के अरे यो चाहिँ पहिला आएको सेन्पाई हो कि। अनि यसले चाहिँ केटी भयो भने चाहिँ आफ्नो ठाउँ छोडेर पनि केटीलाई राखिदिन्छ। हामीलाई चाहिँ काममा लगाइदिनु भनेको महाकसम लाउँदा लागेन यार। हामी 1 जना 2 जना 3 जना छौँ है। हामीलाई टेरेन उसले महाकसम एउटा साइकलको चाबी खोल्दैन भन्दासम्म खोलिदिँदैन। हेर न उहाँ महाकसम मस्केको केटीलाई 3टा केटीलाई काममा लगाइदिइसक्यो। अब यस्तो चाहिँ चाबी खोल्दैछौँ। अब हामी चाहिँ जाँदैछौँ आज कहाँ भन्दाखेरि यसो माथि पार्कतिर। सेन्पाई भनेको सेन्पाई हुन्छ। लागिसक्यो अगाडि मैले चेन खोलिसकेँ, के अरे चाबी खोलेको छैन साइकलको। केटाहरू लाग्दिसक्यो मलाई छोडेर, त्यही पनि म डराउँदिनँ क्या। अब यो आफ्नो इलाका अड्डा भइसक्यो होइन। अनि साइकल चाहिँ यहाँ छ। मैले किनेदेखि साइकल पनि यही हो। मैले किनेको साइकल चाहिँ टक्क लाएर कति भने 26,000 जति पर्यो। अनि निस्क्यौँ हामी पार्कतिर। झर यार टोपी पनि अब एउटा हातले साइकल चलाइरहेको छु, एउटा हातले टोपी चलाइरहेको छु। अब यार कस्तै हुन्छ अरे। अब टोपी मिलाउँ भने साइकल लड्ने होइन। अनि यस्तो बाटो छ हाम्रो चाहिँ यो के अरे होस्टेल अगाडिको बाटो हो। केटाहरू उहाँ पुगिसक्यो। तपाईँको दाइ थियो नि, त्यो चाहिँ एकदम हरामीवाला दाइ हो क्या। कसम के भन्छ यहीँपट्टितिर यहाँ मात्तो हानिरहेछ। त्यही पनि केटी हो भने चाहिँ भाइ मलाई खबर गर है, म आफ्नो ठाउँ छोडेर फेरि लगाइदिन्छु अरे क्या। कसम मलाई पनि कहिले काहीँ रिग्रेट लाग्छ क्या। कहिले काहीँ केटी भएर किन जन्मिन जस्तो लाग्छ। चाहिँ पनि केटी भने होइन। अनि यो टोपी पनि बिग्रिरहेछ, कस्तरी राम्ररी भएकै छैन। अनि हामी निस्किँदैछौँ पार्कतिर। अनि यो केटाहरू छ नि, यो जापानमा आएको सेन्पाई केटाहरू कहिले के अरे पुन इन्टेकमा चाहिँ नयाँ आउँछ र अनि जिस्काम मतलब पट्टाम भनेर बस्दो हुँदो रहेछ। अनि एक त्यो माप पर्छ हाम्रो यो त्यो अगाडिको वाला दाइ छ नि, त्यो वाला दाइ कसम हामीलाई काम लगाइदियो होइन। आफू चाहिँ गरिरहेछ काम। अनि के भन्छ कसम हामीलाई आफ्नो ठाउँ छोडेर लगाइदिन्छ अरे। ओहो दाइ, म त्यो अस्तिको दिदीको नम्बर मिलाइदिन्छु, तपाईँको ठाउँ छोडेर लगाइदिने भएछ है त। त्यो अस्तिको दिदी छ नि त मसँग आएको हो, त्यो चाहिँ के अरे म आफ्नो ठाउँ छोडेर लगाइदिने म मिलाइदिन्छु है त। होइन मतलब मिलाइदिन्छु मतलब नम्बर दिन्छु। ओहो यार त्यो कुकुर त, त्यो कुकुरले छ नि त्यो कुकुरलाई चाहिँ हगायो र टक्क पार्कमा ल्याएर हगाउनु चाहिँ किन घरमै हगाउँदो हुँदैन त्यसरी हगायो होइन। टक्क प्लास्टिकको पन्जाहरू लगाइदियो र अनि फेरि उठाएर ब्यागमा हालेर घर लगाएर फाल्ने होला होइन। कहाँ यो जापानमा मात्रै हो, अरू देशमा नि होला है। तपाईँ कुन देश गएर आउनु भएको? ए भनेपछि नेपाल मात्रै रहेछ बिग्रेको होइन त। नेपाल चाहिँ जाटो कहिले उँभो लाग्छ यार। यहाँ चाहिँ त्यो ट्राफिकको सिग्नलहरू छ नि, ओहो गाई चस्मा लाउँदा कस्तो देख्यो, हिरै देख्यो होला नि होइन। अनि त्यो चस्मा लाउँदा के अरे त्यो ट्राफिकको लाइट छ नि, 12 बजे राति पनि मतलब कोही छैन भने पनि टक्क लाइट बल्यो भने उभिदिँदो रहेछ क्या जापानिजहरू। अनि हामी यहाँ छौँ, जापानिजहरू त्यहाँ छ, मतलब हामी यहाँ छौँ जापानिजहरू त्यहाँ छ भनेदेखि हामी यहाँ छौँ भने वहीँ बस्दिन्छ क्या। अनि आरिगातो दिन्छ होइन त। कसम त्यो अस्ति एक दिन कहाँ त्यो कलेज गएको दिन त ढोग्दा आरिगातो दिँदा यस्तो दुइसकेको थियो क्या त्यो जुन वेलकम प्रोग्राम भएन त्यतिखेर चाहिँ। अनि अहिले चाहिँ वाइल्ड पारामा हामी यहाँनिर घुमिरहेको छौँ। फुकुओकाको उमी यहाँबाट चाहिँ टक्क डाँडाहरू सब देखिँदो रहेछ क्या। सुमिमासे बाटो छ यस्तो छ महाकसम। एउटा हातले साइकल कुदाइ छ। ओह सेन्पाई भनेको सेन्पाई हुन्छ क्या, जहिले अगाडि लाग्दिन्छ यार। ओ सेन्पाई के हो कहिले राति नै चोरेछ क्या अब छ नि। ओह्रालो छ क्या बाटो चाहिँ। यत्रोबाट कसरी छिर्छ अरे साइकल। ट्रायल किधर चला रे आमा यार। यस्तो के भयो तिम्रो साइकल गुडुङ छ त। आमा यस्तो बवाल ठाउँ रहेछ नि केटा हो। जापान भने होइन, हरेक ठाउँ एभ्री ठाउँ कसो लागिरहेछ केटा हो। अगाडि
कस्तो लागिरहेछ जापान कस्तो फिल भइरहेछ आएको कति दिन भयो है यही बस्छु भाइ पानी पर्दैछ अन्डरग्राउन्ड के हो रे